हेलो वेलकम बैक टू माई युट्युब च्यानल। आजको भिडियोमा हामी मिन भ्याल्यु थ्योरमको ल्याग्रेन्ज मिन भ्याल्यु थ्योरम पढ्नेछौँ। स्टेटमेन्ट प्लस ज्योमेट्रिकल मिनिङ एन्ड हामी ट्युको इम्पोर्टेन्ट क्वेसन पनि सल्भ गर्नेछौँ। ल्याग्रेन्ज मिन भ्याल्यु थ्योरम इज सिमिलर टु रोल्स थ्योरमसँग सिमिलर हुन्छ। यसको स्टेटमेन्ट छ, if a function fx be continuous on a comma b closed interval a comma b मा continuous हुनुपर्छ। सेकेन्ड छ हाम्रो डेरिभेबल on open interval a comma b। यसमा चाहिँ fa is equal to fb हुँदैन। then there exists at least one point c belongs to a comma b open interval मा बिलोङ गर्छ such that रोल्स थ्योरममा के हुन्थ्यो भन्दाखेरि f dash is equal to 0 हुन्थ्यो भने यसमा चाहिँ f dash c is equal to fb minus fa upon b minus a हुन्छ। नाउ अब हामी c को भ्यालु युज गर्न यो फर्मुला युज गर्छौं अनि हाम्रो कन्डिसनहरु यो नै हुन्छ। यसको प्रुफ चाहिँ हामीलाई चाहिदैन पनि, किनकि हामीलाई एउटा क्वेशन दिएर त्यो चाहिँ भेरिफाई गर्नु भनेर सोधिरहेको हुन्छ। ज्योमेट्रिकल मिनिङ चाहिँ 1 मार्क्स मा सोध्न सक्छ। ज्योमेट्रिकल मिनिङ यसको लागि हामी एउटा फिगर बनाउँछौं। एक्स एक्सिस यो चाहिँ वाई एक्सिस, ओरिजिन एक्स एक्सिस। यसमा चाहिँ हाम्रो ए पोइन्ट यता छ अनि बी पोइन्ट छ भने लाइन जोइनिङ पोइन्ट ए एन्ड बी लाई चाहिँ हामी के भन्छौं, सेकेन्ड लाइन भन्छौं। अनि यसको एक्स एक्सिस मा चाहिँ ए पोइन्ट अनि एन्ड पोइन्ट चाहिँ बी हुन्छ भने हामी टेन्जेन्ट ड्रा गर्न सक्छौं यसमा पनि सिमिलरली। हामी यो पोइन्टमा टेन्जेन्ट ड्रा गर्ने हो भने f dash c, this gives at least one point c which belongs to in interval a र b को बीचमा पर्ने चाहिँ पोइन्ट c हुन्छ। यसमा चाहिँ थोरै फरक हुन्छ। हाम्रो रोल्स थ्योरममा के हुन्छ भन्दाखेरि टेन्जेन्ट ड्रन एट पोइन्ट c चाहिँ प्यारलल टु एक्स एक्सिस सँग हुन्थ्यो रोल्स थ्योरममा भने नाउ ल्याग्रेन्ज मिन भ्याल्यु थ्योरममा चाहिँ टेन्जेन्ट चाहिँ प्यारलल टु सेकेन्ड लाइन सँग हुन्छ। लाइन जोइनिङ a टु b सँग चाहिँ प्यारलल हुन्छ तर एक्स एक्सिस सँग प्यारलल हुँदैन। let the curve fx be continuous on closed interval a comma b and second point हुन्छ tangent can be drawn at each point of open interval a comma b, then there exists at least one point c belongs to a comma b at which the tangent
टेन्जेन्ट चाहिँ प्यारलल हुन्छ, प्यारलल टु द सेकेन्ड लाइन joining the end point सो एन्ड पोइन्ट ए टु बी जोइन गर्ने लाइनसँग चाहिँ प्यारलल हुन्छ। यो चाहिँ हाम्रो डिफरेन्स बिट्विन रोल्स थ्योरम एन्ड ल्याग्रेन्ज मेन भ्याल्यु थ्योरम पनि हो। सो हाम्रो चाहिँ क्वेसन कसरी पनि सोधिराखेको हुन्छ भन्दाखेरि ल्याग्रेन्ज मिन्स भ्याल्यु थ्योरम हुन्छ, यसले चाहिँ मेन भ्याल्यु थ्योरम मात्रै पनि भन्छ, तर रोल्स थ्योरमले चाहिँ रोल्स थ्योरम मात्रै भनेर सोध्छ। सो हाउ इज रोल्स थ्योरम डिफरेन्ट फ्रम मेन भ्याल्यु थ्योरम भनेर सोध्यो भने हाम्रो चाहिँ यो पोइन्ट चाहिँ डिस्क्राइब गर्नुपर्छ। हाम्रो रोल्स थ्योरममा चाहिँ एफ ड्यास सी भनेको 0 हुन्छ, बट यसमा चाहिँ एफ ड्यास सी भनेको एफबी माइनस एफए अपन बी माइनस ए हुन्छ। सो यो चाहिँ हाम्रो मेन पोइन्ट हुन्छ। नाउ अब चाहिँ हामी एउटा ट्युको इम्पोर्टेन्ट क्वेसन लिएर सल्भ गर्नेछौँ विथ क्लियर कन्सेप्ट। सो हाम्रो ट्युमा सोधेको क्वेसन छ, एक्जामिन द एप्लिकेबिलिटी अफ थ्योरम इन ओपन इन्टरभल ए स्मलर देन सी स्मलर देन बी टु द फंक्शन fx इज इक्वल टु x, x माइनस 1, x माइनस 2 एन्ड ए भनेको 0 छ एन्ड बी भनेको चाहिँ 1/2 छ। इफ एप्लिकेबल फाइन्ड द भ्याल्यु अफ सी। सो फर्स्टमा चाहिँ हामी थ्योरम भेरिफाई हुन्छ कि हुँदैन भनेर चेक गर्छौँ, देन चाहिँ इफ एप्लिकेबल छ भने सी को भ्याल्यु फाइन्ड गर्छौँ। सो अभियसली क्वेसन गिभेन छ भने 7 मार्क्सको लागि हुन्छ, हाम्रो एप्लिकेबल नै हुन्छ। सो गिभेन फंक्सन, सो यो चाहिँ मैले हाफ क्वेसन मात्रै लिएको छ, यसको फुल क्वेसन भनेको स्ट्रेट ल्याग्रेन्ज मेन भ्याल्यु थ्योरम एन्ड गिभ ज्योमेट्रिकल मिनिङ प्लस यो 7 मार्क्समा सोधिराखेको हुन्छ हाम्रो। सो यो चाहिँ हाफ क्वेसन मात्रै हो, हाम्रो स्टेटमेन्ट र ज्योमेट्रिकल मिनिङ सोधिराखेको हुन्छ। fx इज इक्वल टु x, x माइनस 1, x माइनस 2 छ एन्ड यसलाई चाहिँ हामी सिम्पलर फर्ममा लग्ने ट्राई गर्छौँ। सो x इन्टु x भनेको x स्क्वायर माइनस x टाइम्स x माइनस 2, देन दिस इज x इन्टु x भनेको x क्यूब, x स्क्वायर इन्टु x भनेको x क्यूब, x इन्टु माइनस 2 भनेको 2x स्क्वायर, x इन्टु x भनेको माइनस x स्क्वायर माइनस x इन्टु माइनस प्लस 2x। सो यो भनेको हाम्रो हुन्छ x क्यूब माइनस 3x स्क्वायर प्लस 2x। सो यसलाई चाहिँ हामी इक्वेसन नम्बर 1 भनेर मान्ने हो भने नाउ हामी थ्योरम एप्लाई गर्छौँ। सो यो चाहिँ हाम्रो पोलिनोमियल फंक्सन हो भने कन्टिन्युअस हुन्छ एन्ड डेरिभेबल पनि हुन्छ, चेक गर्नु पर्दैन। सो बट साइन कस गिभेन छ भने त्यसमा चाहिँ हामीले लिमिट राखेर चेक गर्नुपर्छ, त्यो चाहिँ हामी नेक्स्ट क्वेसनमा गर्नेछौँ। सो सिन्स polynomial function is continuous, so fx is continuous on closed interval a, b हुन्छ। सो a भनेको 0 छ एन्ड b भनेको चाहिँ 1/2। सो सेकेन्ड छ हाम्रो नाउ fx इज इक्वल टु हाम्रो के छ, यो छ भने हामी डाइरेक्ट f ड्यास x निकाल्छौँ डेरिभेबल छ कि छैन भनेर चेक गर्नको लागि। सो 3 अगाडि आउँछ, पावरमा एउटा घट्ने गर्छ, माइनस पावर अगाडि आउँछ, 3 2 जा 6 x प्लस 2। सो यसलाई चाहिँ हामी इक्वेसन सेकेन्ड। सो विच इज अल्सो एक्जिस्ट फर अल x, x को जुन भ्याल्युमा पनि यो फंक्सन चाहिँ एक्जिस्ट हुन्छ, बट x बिलोङ्स टु हाम्रो कति छ, ओपन इन्टरभल 0, 1/2 भ्याल्युको लागि चाहिँ एक्जिस्ट हुन्छ।
So fx is derivable on open interval 0, 1/2. So now hence both condition satisfies Lagrange mean value theorem हो भने now हाम्रो there exists one point, we find a point, we find at least one point C belongs to 0, 1/2 such that f dash C भनेको के हुन्छ fb minus fa upon b minus a. सो यो चाहिँ हामी डिफ्रेन्ट भ्यालुहरु निकालौं. सो यसलाई चाहिँ हामी इक्वेसन नम्बर थर्ड भन्न सक्छौं. सो हाम्रो f dash c भनेको सिन्स f dash c भनेको फ्रम फर्स्ट सेकेन्ड इक्वेसनबाट हामीले f dash x निकालिसकेका छौं भने x को ठाउँमा c राख्ने हो. सो 3c स्क्वायर माइनस 6c प्लस 2 हुन्छ. नाउ हामी fb निकाल्छौं. फंक्सनमा b भनेको 1/2. सो हाम्रो चाहिँ fx भनेको x क्यूब माइनस 3x स्क्वायर प्लस 2x छ. सो f हामीले b भनेको चाहिँ 1/2, x को ठाउँमा 1/2 राखेर चेक गर्ने हो भने सो 1/2 को क्यूब minus 3 times 1/2 को square plus 2 times 1/2. So 1/2 को cube 8 हुन्छ minus 2 को square भनेको 4, 3/4 अनि 2 cancel हुन्छ plus 1. So हाम्रो LCM चाहिँ 8 आउँछ अनि 1 minus 3 to just 6 plus 8. सो यो भनेको हाम्रो 8 plus 1 9, 9 minus 6 भनेको 3, 3/8. सो 3/8 हुन्छ हाम्रो b भनेको. सो f 1/2 भनेको 3/8 हुन्छ. सिमिलरली f 0 भनेको fa भनेको 0 हुन्छ. सो 0 को क्यूब minus 3 into 0 square plus 2 into 0 भनेको 0 हुन्छ. सो f 0 भनेको 0. सो नाउ फ्रम इक्वेसन हामीले 3 भनेर मानेका थियौं. f dash c भनेको यो छदै छ 3c स्क्वायर minus 6c plus 2 is equal to fb भनेको 3/8 minus fa भनेको 0 upon b minus a भनेको 1/2 minus 0. So now 0 0 cancel हुन्छ. सो 2 चाहिँ माथि जान्छ मल्टिप्लाई हुन्छ अनि 8 चाहिँ तल हुन्छ. सो यो भनेको 3c स्क्वायर minus 6c plus 2 is equal to 3 to the 6 upon 8 हुन्छ. 6 upon 8 भनेको 2 3 जा 2 4 जा. सो 3/4 हुन्छ is equal to 3/4 हामी डाइरेक्ट लेख्छौं. नाउ क्रस मल्टिप्लाई गर्दियौं. सो 4 3 जा 12 c स्क्वायर minus 6 4 जा 24 c plus 4 2 जा 8 is equal to 3. सो 3 लेफ्ट ह्यान्ड साइडमा आउँछ भने implies that 12c square minus 24c. सो minus 8 minus 3 हुन्छ. 8 minus 3 भनेको 5 is equal to 0. सो यो चाहिँ हाम्रो क्वाड्रेटिक इक्वेसनमा जान्छ अनि सो यसको चाहिँ क्याल्कुलेटरबाट सल्भ गर्न सकिन्छ. क्वाड्रेटिक गर्ने हो भने धेरै लामो हुन्छ. हाम्रो क्याल्कुलेटरबाट चाहिँ इक्वेसनहरु सल्भ हुन्छ 2 डिग्रीको.
सो यसरी सल्भ गर्ने हो भने c को भ्यालु चाहिँ 1.76 र 0.24 दुईवटा भ्यालु आउँछ सेकेन्ड डिग्रीको टर्म छ भने। सो क्लियरली हामी के हेर्न सक्छौं c भनेको 0.24 बिलोंग्स टु 0,1/2 सो 1/2 भनेको हाम्रो 0 1/2 भनेको 0.5 0.50 भन्न सकिन्छ। सो 0.24 चाहिँ यो इन्टरभल भित्र एक्जिस्ट गर्छ भने चाहिँ हाम्रो c भनेको 0/2 चाहिँ हाम्रो पोइन्ट हो बट 1.75 चाहिँ एक्जिस्ट गर्दैन। सो यो पोइन्ट चाहिँ हुँदैन। सो देयर एक्जिस्ट एटलिस्ट 1 पोइन्ट भनेका थियौं एउटा पोइन्ट चाहिँ हामीलाई मिल्छ भने दैट्स ओके। सो c is equal to 0.24 belongs to 0,1/2 hence Lagrange mean value verified। सो यसरी चाहिँ हामी सल्भ गर्न सक्छौं। So if you feel this video useful then don't forget to like, share and subscribe. So thank you for watching. See you in next video.